हामी अहिले गाडीमा छौँ। बिहानको 6 बज्यो। अब हामी चाहिँ यहाँबाट मर्दीको लागि हिँड्न लाग्छौँ। म त पे गर्दैछु। हामी बसेको होटेल। हाम्रो प्लान चाहिँ आज सकेसम्म फरेस्ट क्याम्प भन्दा पनि माथि लो क्याम्प अथवा बादल डाँडा जानु छ। हेरौँ अब कतिको सकिन्छ। हामी चाहिँ 6 बजे हिँडेको लगभग 6:40 भयो। हामी यहाँ यहाँनिरबाट हिँडेको बाटो एकदमै ठाडो उकालो छ। अनि रमाइलो लागिरहेको छ तर अलि थकै पनि लागिरहेको। अब अलि चाँडो पेस बनाउनु पर्छ। ट्रेकिङको मजा यही त हो। जति हिँड्यो गर्मी हुन्छ, थकै लाग्छ, तर पनि होइन एउटा एक्साइटेड पनि हुन्छ नि त भित्रबाट होइन। धन्यवाद है दाइ। कहाँ थियो दाइ यो? वहीँ स्टार्टिङ पोइन्टतिर नि। धन्यवाद है दाइ। हामी अस्ट्रेलियन क्याम्पबाट अहिले फेरि कुन एरियातिर जाँदैछौँ? ओछानो जाँदैछौँ। अनि किरण हाउ इट फिल? रमाइलो भइरहेछ। अलिकति बढी उकालो थियो, त्यही भएर अलिक गाह्रो भइरहेको थियो। अब यो अस्ट्रेलियन क्याम्पदेखि पुरै ओह्रालो छ, अलि समतल छ, त्यही भएर सजिलो भइरहेको, रमाइलो भइरहेको। हामी चाहिँ अहिले पुठानामा छौँ। पुठाना आइपुग्यो। अब चाहिँ हामी पितम देउराली लागि हिँड्दैछौँ। हाम्रो एकैछिन अल्टिट्युडमा छ पितम देउराली चाहिँ। बाटो अलि उकालो छ। हेरौँ कति लाग्छ टाइम लाग्छ। 7:30 बजे लाग्छ। हामी पितम देउराली कटेर अगाडि लाग्दैछौँ। अब लान्डोकको लागि त्यता माथि अब बाटो चाहिँ अलि समतल, अलि ओह्रालो छ। बाटोको मान्छेलाई भन्दाखेरि आज कहाँ जाने भनेर सोद्धाखेरि हामी चाहिँ बादल डाँडा पुग्ने भनेको। सकिन्छ कि नै भनेर सोध्यौँ, तर यो अझ स्ट्रेट नो। आज हामी एकदमै बढी गयो भने फरेस्ट क्याम्प लो क्याम्पसम्म चाहिँ सकिन्छ एकदमै हिँड्यो भने। अब त्योभन्दा माथि चाहिँ गाह्रै छ भनेर भने हेरौँ। हिँड्दैछौँ बिस्तारै बिस्तारै कहाँ पुगिन्छ। हामी अलि पितम देउरालीबाट सिधै उकालो लागेर अहिले यो ठाउँमा छौँ। यहाँबाट होटल जस्तो देखिन्छ। लगभग हामी पितम देउरालीबाट आधी घन्टा भयो होला हिँडेको। के गर्ने यहाँ खाना खाने? के गर्ने? माथि खाने? कति बज्यो र? 10 बज्यो।
यो लुवाङ भन्दो रहेछ यो ठाउँलाई सायद त लेखेछ लुवाङ सायद लुवाङ लेखेछ कि के लेखेछ त्यहाँनिर यहाँ प्रतीक्षालय जस्तो रहेछ यहाँ फोटो खिच्नुपर्छ यार पानी भर्दैछ लगभग हामी अब 1-2 घन्टामा फरेस्ट क्याम्प पुग्छौँ साइडबाट हामीले खाना खाएको होटल चाहिँ ल है डकेर आयो खानाको स्वादिलो हामी चाहिँ फरेस्ट क्याम्पबाट अगाडि लाग्छौँ होइन अब लो क्याम्प अबको हाम्रो डेस्टिनेसन भनेको लो क्याम्प हामी फरेस्ट क्याम्पबाट माथि लगाएर ठाडो उकालो 1.5 घन्टा हिँडेर हिँड्दैछौँ अगाडि एउटा माउन्ट एउटा होटल जस्तो देखेछ लगभग 1.5 घन्टा लाग्छ अरे लो क्याम्प जानलाई हेरौँ कहाँसम्म पुगिन्छ लो क्याम्पबाट अब फेरि बादल डाँडातर्फ लाग्दैछौँ यहाँबाट भनेअनुसार एराउन्ड 1 आवर्स लाग्छ अरे टोटली सिँढीको बाटो मात्र हामी एकदम एडजस्ट भइरह है अब हेरौँ कहाँसम्म पुगिन्छ माछा बुझ्रे यहाँबाट यो बादल डाँडाबाट कटिसकेपछि हाई क्याम्पमा आइयो अब यो हाई क्याम्प भनेर रुट देखाएको छ अब यहाँबाट एराउन्ड 1 आवर्स हामी हिँडेपछि चाहिँ हाई क्याम्प पुग्छौँ कहाँ हो ल माछा पुछ्रेको फेवा
12 घन्टाको लामो हिँडाइ सँगसँगै काँडेदेखि हाई क्याम्पसम्मको हाम्रो हिँडाइ रह्यो आज मारुति ट्रेकिङको लागि, जुन चाहिँ हामीले अरूले सोच्न पनि सक्नुहुन्न जस्तो लाग्छ। हामी भर्खरै यहाँ आएर जस्ट कपडा सपडा ओढेर हाम्रो पुरै तातो बनाउनु भनेर सुतिरहेछन्। पुरै 12 घन्टा 13 घन्टाभन्दा पनि फरक नपर्ला। र भोलि बिहानै सबेरै 3 बजी उठेर हामी भ्यू पोइन्टको लागि फेरि यात्रा तय गर्नेछौँ। अब यहाँ आज चाहिँ हामी हाई क्याम्पमा फिस्टेल होटेलमा बसिरहेका छौँ। एकदमै व्यवस्थित होटेल, सफा चट्टको होटेल छ। थ्याङ्क यू। यति बेला बिहानको 3:30 बजेको छ। अब हामी चाहिँ भ्यू पोइन्टको लागि चाहिँ निस्किन लाग्यो। हामी बसेको यो फिस्टेल होटेलबाट। साढे 3 बजेर हिँड्न थालेको। ननस्टप शिर्षणमा रातिको फोटो क्याप्चर गर्ने कस्तो छ मलाई? ल सोलर आयो। अब टावर टिप्छ कि टावर एनटिसीको टावर टिप्छ कि अब। मिस्टर किरण, ल आफ्नो केही कुराहरू राख्दियो। हामी 3:30 बजे हाई क्याम्पबाट हिँड्यौँ। बाटो एकदमै सानो अप्ठ्यारो, एकदमै स्टिप, एकदमै ठाडो थियो। बल्ल बल्ल 5:30 बजीसम्म आयौँ। अनि कुरेर बसिरहेको थियौँ। कति बेला घाम लाग्दा अनि यो सिन देखेला भनेर अहिले मस्त अन्नपूर्ण यस्तो सुन जस्तो टल्किरहेको छ घामले गर्दा। अनि एकातिर माछा पुच्छरै मार्दै हिमाल पनि त्यति राम्रो देखिरहेको छ। यस्तो सिन, यस्तो ब्युटी होइन, जहाँ कहीँ देख्न पाइन्न। धन्न हामी नेपाली हो, नेपालमा जम्मै यस्तो जहाँ देख्न पाइन्छ। जस हाम्रो यात्रा अलिकति कष्टकर भए पनि आज चाहिँ हाम्रो यात्राले सार्थक पायो। जस एकदमै रमाइलो छ। थ्याङ्क यू। दुईजना मात्र हुन्छ नि मा हिउँको बेला आउनु पर्छ फोटो पनि दामी दामी
खतरा त आइस नि यहाँ पर देखिने चाहिँ हाई क्याम्प अनि त्यहाँबाट पुरै 3 घन्टा हिँडेर जाने माछापुच्छ्रेको भ्यू पोइन्ट त्यहाँदेखि त्यहाँसम्मको समय भनेको 3 घन्टाको ओइ कसरी जाने त मान्छे झर्दा हामी उही पुगिन्छ किरण बिस्तारै मजाले आइन्छ आउनु त बिस्तारै बिस्तारै आउनुपर्छ बाटो तल भिरालो गयो भने गयो एकदमै अब यस्तो छ है यस्तै तलसम्म झर्दै जाने हो खसक्क भइन्छ कि भन्ने डर ठाडो माथिबाट आएको ल बाटो है मिस्टर किर्नु रे यो बाटोको बारेमा केही बोल्दैनौ न 2 शब्द लोकेमबाट सिधै सिदिङ जाने हुँदैन हो बाटो उकालो छ ठाडो उकालो छ ठाडो उकालो छ भन्ने थाहा थियो मान्छेहरूले भने तर यतिको चाहिँ एक्सपेक्ट गरेको थिएन साह्रै गाह्रो छ बुढाहरू दुखिरहेछ अब हामी लगभग 1 घन्टा भइसक्यो अझै 1 घन्टा लाग्छ अरे गाह्रो छ थ्याङ्क यू ल बाटो हो कि के हो यो पाखा जस्तो छ बाटो रहेछ यहाँ तल देखाउँ नि त तल नि अनि दिस इज मिस्टर किरण न्युरे हैन लाइफमा फर्स्ट एक्सपिरियन्स गर्दैछन् खुल्लामा आकाश हेर्दै मस्त गाडीमा हैन इन्जोय गर्दैछन् यी टक्क यहाँ बसेर यी साइडमा अन्डाहरू छन् मस्त लाइफको इन्जोय यिनीहरूले खाने टक्कै चारैतिर मजा छ कस्तो फिलिङ्स भइरहेछ किरण अहिले मजाले चाहिँ पोलिटिक 12 वर्ष यसमा अन्डा छ बाटो यस्तो उफ्रिया छ कि न यसको अन्डा बच्नेवाला छ न यो केटाको अन्डा बच्नेवाला छ ढुक्क दुईटैको फुट्ने सम्भावना प्रबल देखिरहेको छु मैले